बालुवा बरुतेल खूब बलले पेले कतै आउला। चरका घाम चुसी चुसी बरु कतै पिया समेटिएला। मूसाको सिंह मिलला बरु कतै संसार घुम्ने गरे। प्राणै देऊ परन्तु मूर्ख नरता बुझ्दैन कस्तै गरे। सज्जनहरू हो, आज म हजुरको माझमा यस्तै किसिमका अनौठा र अप्ठ्यारा शब्दले भरिएका कविता लिएर आएको छु। के चाहेको, के भन्न खोज्दैछ यो पण्डितले भन्दै हुनुहुन्छ होला। अनि यो मेरो आफ्नो कपोकल्पित कविता त होइन, कुनै एक सुप्रसिद्ध नेपाली कविले लेख्नु भएको कविता हो। आफ्ना देशका स्वदेशी नेपाली भाषीहरूको आँखा खोल्न सक्छु कि भन्ने ठुलो आशा र उद्देश्यले लेख्नु भएको कविता त थियो सज्जन। तर यो कविता किताबमै रह्यो, तर कसैको आँखा खोलेन। यस कारणले यो कवितालाई आज हरेक यो भिडियो, यो च्यानलमा, मेरो च्यानलमा हेर्ने, भिडियो हेर्ने हरेक नेपाली जातिको निम्ति रहनेछ। बालुवा बरुतेल खूब बलले पेले कतै आउला। चरका घाम चुसी चुसी बरु कतै पिया समेटिएला। मूसाको सिंह मिलला बरु कतै संसार घुम्ने गरे। प्राणै देऊ परन्तु मूर्ख नरता बुझ्दैन कस्तै गरे। गोहीका मुखमा पसिकन पनि सक्ला बरु निस्कन। पानी माथि कुदेर सागर तरी सक्ला बरु पार हुन। जिस्क्याइकन सर्प राख्नु शिरमा सक्ला बरु कोही जन। सक्ने छैन परन्तु मूर्ख नरको मनलाई सम्झाउन। आगोको जल घामको र जलको छाता लुगा शीतको। शब्दहरूमा ध्यान दिनुहोला। यी शब्द हामीले कसैसँग मागेर ल्याएका शब्द होइनन्। हामी नेपालीले आफै आर्जन गरेका, उब्जाएका शब्दहरू हुन्। हामीले यी शब्दमा ध्यान दिनु अति नै आवश्यक छ। आगोको जल घामको र जलको छाता लुगा शीतको। तीखो अङ्कुशे हात्तीको र लहुरो भैँसी गधा गोरुको। गर्मीको जलवायु मन्त्र विषको बत्ती अन्धियारको। सबको औषधि दैवले रचिदियो बिर्से छ कि मूर्खको। सज्जनहरू हो, मूर्खताको अर्को कुनै औषधि छैन, केही उपाय छैन। दोषैलाई गराई सद्गुण सखे बोल्छन् गतिला जन। दोषैलाई गराई सद्गुण सखे बोल्छन् गतिला जन। अर्काका गुणलाई दूषित गरी फैलाउँछन् दुर्जन। विचार गर्नुभयो? दोषैलाई गराई सद्गुण सखे बोल्छन् गतिला जन। अर्काका गुणलाई दूषित गरी फैलाउँछन् दुर्जन। आज यस्तै भएको छैन र हामी नेपाली जगतमा? नुनिलो जल मेघले लगी मिठो पारेर वर्षाउँछन्। नुनिलो जल मेघले लगी मिठो पारेर वर्षाउँछन्। ताजा दूध पिएर सर्पहरूले साक्षात् विषय पार्दछन्। सर्पलाई जति नै राम्रो मिठो दूध दिए पनि त्यसको अन्त तिनीहरूले विषै निकाल्छन्। सज्जनहरू हो, यो सुन्दा पनि भन्दा पनि हृदय चरक्क भएर चिरिएर आउँछ। आज
यो कविताले तपाईलाई र मलाई बिउझाउन खोजेको होइन र हामी आफैलाई कुन ठाउँमा पाउँछौं यो कविताको साथमा। अझै छ, गरे वचनको पाठ हरदम न मैले न वेदोक्त सर्व सत्कर्म या थामे क्रमैले। हाम्रा परम्पराले हामीलाई, हाम्रा जिजु बाजेहरूले हामीलाई जे कुरो सिकाए त्यही गर्न सकेका छौं र। गरे वचनको पाठ हरदम न मैले न वेदोक्त सत्कर्म थामे क्रमैले। यसो पनि गरिएन। गरौँला नि भन्दै म आएँ, बिना कामको आयु मैले गुमाएँ। व्यर्थै हामीले समय व्यतीत गरिरहेका छौं। न ईश्वर शास्त्र वा धर्मका शास्त्र हेरे, ज्ञानीले भनेको न त बात टेरे। कसैले हामीलाई सिकायो भने हामी 10 वटा कुरा सिकाउनको लागि अघि चाहिँ सर्छौं, तर हामी सिक्ने इच्छा हामीसित छैन। न विद्या कमाएँ न भक्ति बढाएँ, बिना कामले का आयु मैले गुमाएँ। न निष्काम मै ईश्वरमा चित्त लाएँ, न निष्काम भई ईश्वरमा चित्त लाएँ, न कौनै असल काम मैले गराएँ। न कान्ता न शान्ति कुनै हात लाएँ, बिना कामले आयु मैले गवाएँ। सज्जनहरू हो, म यो कविता पढ्दैछु, म भित्रै आफै व्याकुल हुँदैछु। तपाई यो भिडियोमा, यो मेरो च्यानलमा जसले कविता सुन्दै हुनुहुन्छ, तपाईको हृदयमा काम गरोस्, आँखा खोलिउन्, तपाईको अन्तर्दृष्टि खोलिउन्। यही उद्देश्यले मैले यो कविता हजुरलाई रिमाइन्ड गरेको हुँ। न कान्ता न शान्ति कुनै हात लाएँ, बिना कामले आयु मैले गवाएँ। न सत्संगमा काल मैले बिताएँ, न एकान्तमा गई बिन्ती मैले चढाएँ। न मृत्यु विजेता येशुमा चित्त लाएँ, बिना कामले आयु मैले गुमाएँ। सज्जनहरू, पुनरपि मरणम पुनरपि जननम पुनरपि जननी जठरे शयनम, इह संसारे बहु दुस्तारे, कृपया पारे पाही मुरारे भनेर पहिला हाम्रा ऋषि महर्षिहरूले ती कविताहरू लेखे, श्लोकहरू रचना गरे। म कतिचोटि मर्नु, कतिचोटि जन्मनु, कतिचोटि आमाको गर्भमा गएर पर्नु, हे ईश्वर मलाई बचाऊ भने आज पनि त्यही श्लोक हामी छन्दमा गाइरहेका छौं, तर त्यहाँबाट हामी बाँच्न चाहिँ सकेका छैनौं। सज्जनहरू हो, किनभने मृत्यु विजयी 84 लाख जुनीको चक्रलाई काटेर, मृत्युको शक्तिलाई तोडेर बौरी उठ्नुभएका परमेश्वरका एकमात्र पुत्र येशूलाई हामीले तिरस्कार गरेको कारणले, विश्वास गर्न नमानेको कारणले, मृत्युलाई नै हामीले अँगालेर राखेको कारणले, मृत्युलाई नै हृदयदेखि नै पुजेर राखेको कारणले हामी मृत्युको महाजालबाट बाँच्न सकेनौं। मृत्यु विजयी, मृत्युको शक्तिलाई तोडेर बौरी उठ्नुभएको येशू ख्रिस्टलाई विश्वास गर्यौं भने अब हामी यसरी यी कविता पढ्दै, हृदय छिया बनाउँदै, आँसु बगाउँदै, भक्कानिँदै रुनु पर्दैन। येशू ख्रिस्ट प्रभुले तपाईलाई यो कविता बुझ्न र यहाँबाट, यो पीडाबाट निस्कन सहायता गरेका हुन्। म पण्डित माधव उपाध्याय हृदयदेखि नै निरन्तर तपाईहरूको लागि प्रार्थना गरिरहेको हुन्छु। परमेश्वरले तपाईहरूको अन्तर्दृष्टि खोलिदिएका हुन्। येशूको शरणमा आएर त्यो दिव्य कान्ति, दिव्य शान्ति, अलौकिक धन प्राप्त गर्नुहोस्। जय मसीह येशू की शान्ति शान्ति शान्ति।